एकचोटि कल्पना गरौँ न, एउटा यस्तो देश जहाँ अधिकांश जनसङ्ख्या युवाहरूको छ, 15 देखि 64 वर्ष उमेर समूहका मानिसहरूको छ, जसले हामी वर्किङ एज ग्रुप, काम गर्ने उमेर समूह भनेर चिन्छौँ। यदि यो समूह शिक्षित, दक्ष र रोजगारीमा छन् भने त्यसले आर्थिक रूपमा अत्यन्तै छिटो विकास गर्न सक्छ। यो एउटा यस्तो फेज हो जहाँ काम गर्ने मानिसहरूको संख्या बालबालिका र वृद्ध भन्दा धेरै हुन्छ, जसलाई हामी डेमोग्राफिक डिभिडेन्ड भन्छौँ। हालसालै राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनसाङ्ख्यिक लाभ प्रतिवेदन हेर्दा 0 देखि 14 वर्ष उमेर समूहको जनसङ्ख्या 2011 मा 34.9% थियो भने 2021 मा 27.8% छ, जुन 1.25% ले घटेको पाइन्छ। त्यसैगरी वर्किङ एज ग्रुप 15 देखि 64 वर्ष उमेर समूहको जनसङ्ख्या हेर्ने हो भने 2011 मा 59.8% थियो, तर 2021 मा आइपुग्दा 1.75% ले बढेर 65.2% छ। त्यसैगरी एजिङ पपुलेसन 65 प्लस उमेर समूहको जनसङ्ख्या हेर्ने हो भने 2011 मा 5.3% थियो भने 2021 सम्म आइपुग्दा 3.54% ले बढेर 6.9% भएको छ। यो तथ्याङ्कले हाम्रो जनसङ्ख्या संरचना हाल युवादेखि बुढ्यौली हुँदै बुढो समाजतिर लम्किरहेको आकलन गर्न सकिन्छ। एउटा युवा जो जागिर नभएर फ्रस्ट्रेट छ, त्यसले बेरोजगारी मात्रै निम्ताउँदैन, गरिबी, अपराध र राजनीतिक अस्थिरता पनि ल्याउँछ, जसलाई हामी डेमोग्राफिक डिजास्टर भन्छौँ। घडीको सुई घुमिरहेको छ, समय बितिरहेको छ। यदि हामीहरूले अहिलेदेखि नै काम गरेनौँ भने, यसको लाभ लिन सकेनौँ भने हामीले यो मौका सधैँका लागि सधैँभरि गुमाउन सक्छौँ। 2021 को डेटा हेर्दाखेरि नेपालको फर्टिलिटी रेट 1.94 मा झरेको छ। यसको मतलब महिलाहरूले कम बच्चा जन्माइरहेका छन्। यो जनसङ्ख्यालाई स्थिर राख्नका लागि प्रत्येक महिलाले लगभग 2.1 बच्चा जन्माउन आवश्यक पर्छ। कम बच्चा जन्मिनु भनेको जनसङ्ख्या घट्न थाल्नु हो। अब यसले राज्यलाई कस्तो भार पुर्याउँछ भन्ने विषयमा कुरा गरौँ। 70 प्लस उमेर समूहको पपुलेसन 4.23% छन्। यो पपुलेसन अझै बढ्नेवाला छ। अबको 40 वर्षपछि 12.38% पुग्ने अनुमान गरिएको छ। कम जन्म र लामो आयुका कारण आगामी दशकहरूमा यो प्रतिशत अझ बढ्ने अपेक्षा गर्न सकिन्छ। जब एजिङ पपुलेसन बढी हुन थाल्छ, स्वास्थ्य सेवा, वृद्ध भत्ता र उनीहरूलाई विभिन्न सहयोगको आवश्यकता पनि पर्न थाल्छ। वर्किङ एज पपुलेसन कम हुन्छ। त्यसैले अहिलेको समयमा एउटा देश जहाँ ऊर्जा, विचार र महत्त्वाकांक्षाले भरिएका युवाहरू धेरै छन्। यदि यो युथफुल पपुलेसन वेल एजुकेटेड, प्रपरली स्किल्ड, एक्टिभली इम्प्लोइड छन् भने यो इकोनोमीको लागि पावर हाउस बन्न सक्छ। जब युवाहरूसँग रोजगारी र सिप हुन्छ, उनीहरू फ्याक्ट्रीहरू रन गर्छन्, विभिन्न कम्पनीहरू खोल्छन्, त्यस्तै अन्य नयाँ विचारहरू, स्टार्टअपहरू उनीहरूको जीवनमा आइराखेको हुन्छ, जसले अर्थतन्त्रलाई उच्च गतिमा अगाडि बढाउँछ। एउटा यङ्गर माइन्डले नयाँ विचार, प्रविधि र उद्यमशीलता ल्याउँछ। जस्तै टुटल, फुलमान्डु, हाम्रो पात्रो, इसेवा, खल्ती, मेरो जब, खालीसिसी जस्ता कम्पनीहरूको बारेमा सोच्नुहोस् त। यी सबै नेपाली युवाहरूले सुरु गरेका थिए। जब रोजगारदाता युवाहरूले कर तिर्छन्, तब बल्ल धेरै राजस्व उठ्छ, जसले सडक, अस्पताल, शिक्षा र पूर्वाधारहरूमा विकास ल्याउँछ। जापान, जर्मनी जस्ता देशहरूमा एजिङ पपुलेसन बढी छ। ती देशहरू बुढ्यौली भइसकेका बेला नेपालमा अझै पनि युवा र ऊर्जावान जनसङ्ख्या छ। यदि हामीहरूले गुणस्तरीय शिक्षा, सिप, विकास र रोजगारीका अवसरहरूमा लगानी गर्यौँ भने नेपाल स्किल्ड लेबर, आइटी सर्भिस, टुरिज्म र इनोभेसनका लागि रिजनल हब बन्न सक्छ। त्यसका लागि सक्दो ब्रेन ड्रेनको समस्यालाई घटाउँदै जाने, सुशासन सुधार गर्ने र युवा उद्यमशीलतालाई समर्थन गर्ने हो भने हामीहरू धेरै नै अगाडि बढ्न सक्छौँ। विश्वभरिका विभिन्न देशहरूमा जस्तै साउथ कोरिया, सिङ्गापुर, इन्डिया जस्ता देशहरूले आफ्ना युवाहरूलाई अर्थतन्त्र वृद्धि गर्न प्रयोग गर्दै आएका छन्, तर नेपालले आफ्नो युवा पुस्ताको ऊर्जालाई प्रयोग गरिरहेको छैन। यो अवसर सधैँभरि आउँदैन। त्यसैले हामीहरू पनि ती देशहरूबाट केही सिक्न, बुझ्न र जान्न जरुरी छ। जस्तै साउथ कोरिया 1960 मा एसियाकै सबैभन्दा गरिब देशहरूमध्ये एक थियो, तर उनीहरू शिक्षा र प्रविधिमा केन्द्रित थिए। उनीहरूले आफ्ना युवाहरूलाई ट्रेनिङ दिए, विभिन्न फ्याक्ट्रीहरू निर्माण गरे, त्यसैले त स्यामसुङ, हुन्डाई जस्ता कम्पनीहरू खोल्न सफल भए, जसको नतिजा 35 वर्षमा प्रति व्यक्ति आम्दानी $158 बढेर $12,000 बन्न पुग्यो। त्यसैगरी सिङ्गापुरसँग 1965 मा कुनै पनि स्रोत थिएन।
तर उनीहरूले विश्वव्यापी कम्पनीहरूलाई लगानी गर्न बाटो खुल्ला गरिदिए, जसले गर्दा उनीहरू आफ्ना युवाहरूलाई फाइनेन्स, टेक्नोलोजी सँगसँगै अङ्ग्रेजी भाषामा दक्ष बनाए, जसको रिजल्ट 1990 सम्म आइपुग्दा प्रति व्यक्ति आम्दानी $12,000 पुगेको थियो। त्यहाँका युवाहरू बैंक, होटल्स, टेक हब्स जस्ता विभिन्न सेक्टरहरूमा काम गर्दै आएका छन्। त्यसैगरी भारतले पनि आईटी सेक्टरमा एक प्रकारको रिभोल्युसन नै ल्यायो। बेंगलोर जस्ता सिटीहरू टेकका लागि पावर हाउस बन्न पुगे। लाखौं युवाहरूले सफ्टवेयर, टेक सपोर्ट, डेटा सर्भिस जस्ता कम्पनीहरूमा रोजगारी पाए। आज टेक कम्पनीहरूले मात्रै भारतको अर्थतन्त्रमा 7.5% वृद्धि ल्याएको छ। तर नेपाल, हामीसँग 65% मानिसहरू काम गर्ने उमेर समूहका छन्, तर हामीहरू यसको प्रयोग राम्रोसँग गरिरहेका छैनौं। 2023 मा हाम्रो अर्थव्यवस्था मात्र 1.95%ले बढेको थियो, तर ग्लोबली हेर्ने हो भने एभरेज इकोनोमिक ग्रोथ 3.43% छ। यो डेटाले हामीहरू धेरै नै पछाडि परिरहेको देखाउँछ। ग्लोबल रिपोर्टका अनुसार 20% भन्दा बढी युवाहरू बेरोजगार देखिन्छन्। 40 देखि 60 लाख युवाहरू कतार, मलेसिया, युएई जस्ता देशहरूमा काम गर्दै आइरहेका छन्, र कतिजनाको त डेटा नै देखिँदैन, किनकि खुल्ला सिमानाका कारण काम गर्न जाने युवाहरूको संख्या रेकर्ड नगरेको पनि थुप्रै छन्। त्यसैगरी यो एउटा एप्रोक्स डेटा हो। काठमाडौँ पोस्टका अनुसार आर्थिक वर्ष 2022-23 मा आप्रवासी कामदारहरूले वार्षिक रूपमा 1.22 ट्रिलियन अर्थात् 9.33 बिलियन USD भन्दा बढी रेमिटेन्स नेपाल पठाउँछन्, जसले नेपालको जीडीपीमा 23 देखि 25% कभर गर्छ। हाम्रा युवा जनशक्तिहरूलाई अरू नै देशहरूले प्रयोगमा लिइरहेका छन्, उनीहरूकै देश निर्माण गर्न प्रयोग गरिरहेका छन्, तर नेपाल आफ्ना युवाहरूलाई बेचिरहेको छ। इन्टरनेशनल लेबर अर्गनाइजेसनका अनुसार 2023 मा मात्रै 2,19,357 कामदारहरू मलेसिया गएका छन्। माई रिपब्लिकाका अनुसार युएई मा जानेको संख्या 2,71,078 छ। यो संख्या अझ बढ्दो छ। त्यसैगरी अन्य देशहरूमा जानेको संख्या पनि उच्च देखिन्छ। नेपाली आप्रवासी कामदारहरू आजसम्मको डेटा हेर्दाखेरि 92 वटा देशहरूमा छरिएर बसेको पाइन्छ। तर नेपालमा चाहिँ के भइरहेको छ त? के तपाईलाई थाहा छ 2023 मा मात्रै उच्च शिक्षाका लागि भर्ना हुनेको संख्या कति छ? जम्मा 18%। यसको मतलब प्रत्येक 100 जना युवा मध्ये 18 जना मात्र विश्वविद्यालय स्तरको अध्ययन गरिरहेका छन्। वर्ल्ड बैंक र नेपाल मिनिस्ट्री अफ एग्रिकल्चर एन्ड लाइभस्टक डेभलपमेन्टका अनुसार कुल जनसङ्ख्याको 50% भन्दा बढी कृषिमा कार्यरत छन्, तर यसले जीडीपीमा 24% मात्र योगदान पुर्याएको छ, किनकि अहिलेको यो समयमा आइपुग्दा पनि धेरै जसो खेतीहरू पुरानै विधिहरूबाट गरिन्छ, जसले धेरै उत्पादन दिँदैन। त्यसैगरी नेपालका धेरै क्षेत्रहरूमा इक्वली डेभलप भएको छैनन्। अझै पनि पहाडी र हिमाली क्षेत्रहरूमा सडकको पहुँच कमजोर छ। कतिपय दुर्गम जिल्लाहरूमा बिजुली कटौतीसँगै त्यहाँका अन्य ठाउँहरूमा बिजुली पुगिरहेको छैन, जसले गर्दा इन्टरनेटको एक्सेस छैन। यदि भइहाले तापनि एकदमै स्लो भएको पाइन्छ, जसले युवाहरूलाई अनलाइनबाट केही सिक्न वा काम गर्न गाह्रो बनाइरहेको छ। त्यसैगरी नेपालमा विगत 15 वर्षमा 13 वटा सरकार परिवर्तन भएको छ। हरेक नयाँ सरकारले नयाँ योजना त ल्याउँछन्, तर पुरा भने हुन पाउँदैनन्, अधुरै रहन्छन्। धेरै जसो युवाहरूले स्कुल वा कलेजबाट पास आउट त हुन्छन्, तर उनीहरूसँग जब ओरिएन्टेड स्किल हुँदैन। उनीहरूले पर्याप्त ट्रेनिङ पाइरहेका हुँदैनन्, जस्तै प्लम्बिङ, इलेक्ट्रिसिटीका कामहरू, आधुनिक खेती, कृषि व्यवसाय, होटल व्यवस्थापन, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइनिङ, टेलरिङ, बिजनेस प्लानिङ, फाइनेन्सियल लिटरेसी जस्ता विभिन्न सेक्टरहरूमा तालिम दिन सकिन्छ। साउथ कोरिया, सिङ्गापुर वा इन्डिया जस्ता देशहरूले जस्तै नेपालले पनि युवाहरूका लागि पर्याप्त स्थानीय उद्योग वा रोजगारी बजारहरू निर्माण गर्न सक्छ, तर गरिरहेको छैन। अहिलेको ट्रेन्ड हेर्ने हो भने नेपालमा यहाँका दक्ष व्यक्तिहरू कतिपय कामको सिलसिलामा विदेश गएका छन् भने कतिपय ग्रेजुएट भइसक्दा पनि घरमै बेरोजगार भएर बसिरहेका छन्। ती युवाहरूको ऊर्जा, तिनीहरूबाट केही हुन सक्ने सम्भावनालाई हामीहरू खेरा फालिरहेका छौँ। यदि नेपालले सिपमूलक तालिमहरूमा, लोकल स्टार्टअपहरूमा लगायत अन्य पोलिसीहरूमा लगानी गर्छ भने हामीहरू छोटो समयमै हजारौं रोजगारीहरू सिर्जना गर्न सक्छौँ। नेपालसँग 45,000 मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सक्ने क्षमता छ। यदि हामीले यसमा लगानी गर्छौँ भने हजारौं रोजगारीहरू त यसैबाट सिर्जना गर्न सकिन्छ। नेपाल हिमालको घर हो।
यदि हामीले युवाहरूलाई हस्पिटालिटी गाइडिङ जस्ता स्किलहरूमा तालिम दियौँ भने त्यहाँबाट पनि धेरैभन्दा धेरै रोजगारीहरू सिर्जना गर्न सकिन्छ। सरकारले केही योजनाहरू त बनाएको छ, जस्तै युथ इम्प्लॉयमेन्ट स्ट्र्याटेजी 2025, तर योजना बनाएर मात्रै हुँदैन, कार्यान्वयन पनि हुन जरुरी छ। हामीहरूलाई ती ठुला भाषण, अन्धविश्वास, ती झुटा प्रतिज्ञाहरू चाहिँदैन। हामीहरूलाई यस्तो नेता चाहिएको छ जसले वास्तविक कदम चाल्न सक्छ, रोजगारीहरू सृजना गर्न सक्छ, परियोजनाहरू निर्माण गर्न सक्छ। त्यसैगरी हामीहरूलाई यस्तो शक्ति चाहिन्छ जसले हरेक सहर, हरेक गाउँमा बालेन जस्तै नेताहरू रोज्न सकुन् अनि बल्ल नेपालको विकास हुन सक्छ। नेपालका युवाहरू भविष्य मात्रै नभएर उनीहरू वर्तमान शक्ति हुन्, तर शिक्षा, सिप र रोजगारीका अवसरहरू नहुँदा यो शक्ति खेरा गइरहेको छ। साँच्चै नै नेपाल बनाउने हो भने हामीहरू युवाहरूमा लगानी गर्न जरुरी हुन्छ। आजको गतिशील समयमा शिक्षालाई सिपमा, सिपलाई रोजगारीमा, रोजगारीलाई उत्पादनमा तथा उत्पादनलाई बजारसँग जोड्न सक्यौं भने मात्र उपलब्ध जनसंख्यिक लाभको फाइदा लिन सकिन्छ। कुनै समस्याहरूमा अरूलाई दोष दिनुको सट्टा मिलेर काम गर्यो भने समाधान गर्न सकिन्छ। यदि हामी बिस्तारै हुन्छ नि, भविष्यमा परिवर्तन आउँछ नि भनेर कुरेर बस्यौं भने कुनै पनि परिवर्तन आउनेवाला छैन। त्यसैले अब समय आयो, सुरुवात आजैबाट र मबाट।